नमस्कार, स्वागत छ टिएससी एक्जाम गाइड युट्युब च्यानलमा। आज हामी नेपालको भूगोल सम्बन्धी महत्त्वपूर्ण जिके प्रश्नोत्तरबारे छलफल गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सुरु गरौँ पहिलो प्रश्नबाट। प्रश्न नम्बर 1, नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। प्रश्न नम्बर 2, नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर रहेको छ रारा राष्ट्रिय निकुञ्ज। प्रश्न नम्बर 3, नेपालको सबैभन्दा उचाइमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर रहेको छ सगरमाथा राष्ट्रिय निकुञ्ज। प्रश्न नम्बर 4, बाघका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर रहेको छ बर्दिया राष्ट्रिय निकुञ्ज। त्यसै गरी प्रश्न नम्बर 5 मा रहेको छ रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ? यसको सही उत्तर रहेको छ 106 वर्ग किलोमिटर। प्रश्न नम्बर 6, से फोक्सुन्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ? यसको सही उत्तर रहेको छ 35-55 वर्ग किलोमिटर। प्रश्न नम्बर 7, दुर्लभ चराका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो? यसको सही उत्तर रहेको छ मकालु बरुण राष्ट्रिय निकुञ्ज। त्यसै गरी प्रश्न नम्बर 8 मा रहेको छ शुक्ला फाँट राष्ट्रिय निकुञ्ज कुन जिल्लामा रहेको छ? यसको सही उत्तर रहेको छ कञ्चनपुर जिल्लामा। प्रश्न नम्बर 9, सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2030 सालमा। प्रश्न नम्बर 10 मा रहेको छ कोशी टापु वन्यजन्तु आरक्षको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2032 सालमा। प्रश्न नम्बर 11, कोशी टापु वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ सुनसरी जिल्लामा। प्रश्न नम्बर 12, अन्नपूर्ण संरक्षण क्षेत्रको क्षेत्रफल कति रहेको छ? यसको सही उत्तर रहेको छ 76-29 वर्ग किलोमिटर। प्रश्न नम्बर 13, कञ्चनजङ्घा संरक्षण क्षेत्र कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ ताप्लेजुङ जिल्लामा। प्रश्न नम्बर 14, चितवनको 20,000 ताल नेपालको सिमसार क्षेत्र अन्तर्गत कहिले घोषणा भएको हो? यसको सही उत्तर रहेको छ सन् 2003 मा। प्रश्न नम्बर 15, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई मध्यवर्ती क्षेत्रमा कहिले स्थापना गरियो? यसको सही उत्तर रहेको छ 2072 सालमा। प्रश्न नम्बर 16, नेपालको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलुचो ताल समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ? यसको सही उत्तर रहेको छ 49-19 मिटर। प्रश्न नम्बर 17, तिलुचो ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ मनाङ जिल्लामा। प्रश्न नम्बर 18, नेपालको सबैभन्दा गहिरो ताल कुन हो? यसको सही उत्तर रहेको छ फोक्सुन्डो ताल। प्रश्न नम्बर 19, फोक्सुन्डो ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ डोल्पा जिल्लामा। प्रश्न नम्बर 20, रारा ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ मुगु जिल्लामा। त्यसै गरी प्रश्न नम्बर 21, नेपालको सबैभन्दा ठुलो ताल कुन हो? यसको सही उत्तर रहेको छ रारा ताल। प्रश्न नम्बर 22, रारा ताललाई अर्को कुन नामले चिनिन्छ? यसको सही उत्तर रहेको छ महेन्द्र ताल। प्रश्न नम्बर 23, छेउरोल्पा ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ दोलखा जिल्लामा। प्रश्न नम्बर 24, फेवा ताल कहाँ पर्दछ? यसको सही उत्तर रहेको छ कास्कीको पोखरामा। प्रश्न नम्बर 25, कुन तालमा माछापुच्छ्रेको मनमोहक छाया देखिन्छ? यसको सही उत्तर रहेको छ फेवा तालमा। प्रश्न नम्बर 26, रानी पोखरी कसले निर्माण गरेका हुन्? यसको सही उत्तर रहेको छ प्रताप मल्ल। प्रश्न नम्बर 27, घोडाघोडी ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ कैलाली जिल्लामा। प्रश्न नम्बर 28, गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ रसुवा जिल्लामा। प्रश्न नम्बर 29, बेगनास ताल कहाँ पर्दछ? यसको सही उत्तर रहेको छ कास्की जिल्लामा। प्रश्न नम्बर 30, रूपा ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ कास्की जिल्लामा। प्रश्न नम्बर 31, सुके ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ पाल्पा जिल्लामा। प्रश्न नम्बर 32, बाह्रकुने ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ दाङ जिल्लामा। प्रश्न नम्बर 33, खप्तड ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ डोटी जिल्लामा। प्रश्न नम्बर 34, बराह ताल कुन जिल्लामा पर्दछ?
यसको सही उत्तर रहेको छ डोटी जिल्लामा। प्रश्न नम्बर 35 जगदुल्ला ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ जुम्ला जिल्लामा। प्रश्न नम्बर 36 खरी बराह ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ पर्वत जिल्लामा। प्रश्न नम्बर 37 रुद्र ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ बागलुङ जिल्लामा। प्रश्न नम्बर 38 बन्जारी ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ पर्सा जिल्लामा। प्रश्न नम्बर 39 स्यार्पु ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ जाजरकोट जिल्लामा। प्रश्न नम्बर 40 बुलबुले ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ सुर्खेत जिल्लामा। प्रश्न नम्बर 41 भाले बास्ने ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ म्याग्दी जिल्लामा। त्यसै गरी प्रश्न नम्बर 42 मा रहेको छ मजुरा ताल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ चितवन जिल्लामा। प्रश्न नम्बर 43 गिरिदह कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ जुम्ला जिल्लामा। प्रश्न नम्बर 44 जोगीदह कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ उदयपुर जिल्लामा। प्रश्न नम्बर 45 छायानाथ दह कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ मुगु जिल्लामा। प्रश्न नम्बर 46 रुक्मिणी दह कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ रुकुम जिल्लामा। प्रश्न नम्बर 47 कटवाल दह कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ काठमाडौँ जिल्लामा। प्रश्न नम्बर 48 सरस्वती कुण्ड कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ रसुवा जिल्लामा। प्रश्न नम्बर 49 ज्ञान कुण्ड कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ धनुषा जिल्लामा। प्रश्न नम्बर 50 दुध कुण्ड कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ सोलुखुम्बु जिल्लामा। प्रश्न नम्बर 51 दामोदर कुण्ड कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ मुस्ताङ जिल्लामा। प्रश्न नम्बर 12 शान्ति कुण्ड कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ कास्की जिल्लामा। प्रश्न नम्बर 53 पाप कुण्ड कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ मुगु जिल्लामा। प्रश्न नम्बर 54 गणेश कुण्ड कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ रसुवा जिल्लामा। प्रश्न नम्बर 55 सप्तकोशीको ठुलो सहायक नदी कुन हो? यसको सही उत्तर रहेको छ अरुण नदी। त्यसै गरी प्रश्न नम्बर 56 मा रहेको छ सप्तकोशीको सबैभन्दा सानो सहायक नदी कुन हो? यसको सही उत्तर रहेको छ लिखु। प्रश्न नम्बर 57 सप्तगण्डकीको सानो सहायक नदी कुन हो? यसको सही उत्तर रहेको छ त्रिशुली नदी। प्रश्न नम्बर 58 सप्तगण्डकीको ठुलो सहायक नदी कुन हो? यसको सही उत्तर रहेको छ कालीगण्डकी। प्रश्न नम्बर 59 कर्णाली नदीको ठुलो सहायक नदी कुन हो? यसको सही उत्तर रहेको छ हुम्ला कर्णाली। प्रश्न नम्बर 60 कर्णाली नदीको सानो सहायक नदी कुन हो? यसको सही उत्तर रहेको छ तिला नदी। प्रश्न नम्बर 61 सुनकोशी नदीको उद्गम स्थल कुन हो? यसको सही उत्तर रहेको छ तिब्बत। प्रश्न नम्बर 62 कङ्काई नदीको उद्गम स्थल कुन हो? यसको सही उत्तर रहेको छ महाभारत पर्वत। प्रश्न नम्बर 63 ठुलो भेरी नदीको उद्गम स्थल कुन हो? यसको सही उत्तर रहेको छ मुकुट हिमाल। प्रश्न नम्बर 64 दुधकोशी नदीको उद्गम स्थल कुन हो? यसको सही उत्तर रहेको छ दुधकुण्ड। त्यसै गरी प्रश्न नम्बर 65 मा रहेको छ मर्स्याङ्दी नदीको उद्गम स्थल कुन हो? यसको सही उत्तर रहेको छ दामोदर हिमाल। प्रश्न नम्बर 66 महाकाली नदीको उद्गम स्थल कुन हो? यसको सही उत्तर रहेको छ पप्पी हिमाल। प्रश्न नम्बर 67 सेती नदीको उद्गम स्थल कुन हो? यसको सही उत्तर रहेको छ सैपाल हिमाल। प्रश्न नम्बर 68 कालीगण्डकी नदीको उद्गम स्थल कुन हो? यसको सही उत्तर रहेको छ मुस्ताङ लेक। प्रश्न नम्बर 69 जोमसोम कुन नदी किनारामा अवस्थित छ? यसको सही उत्तर रहेको छ कालीगण्डकी नदी किनारमा। प्रश्न नम्बर 70 बुटवल कुन नदी किनारमा अवस्थित छ? यसको सही उत्तर रहेको छ तिनौ नदीको किनारमा। प्रश्न नम्बर 72 बारा क्षेत्र कुन नदी किनारमा अवस्थित छ? यसको सही उत्तर रहेको छ कोशी नदीको किनारमा। प्रश्न नम्बर 73 अरुण नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ महाप्रभा। प्रश्न नम्बर 74 मर्स्याङ्दी नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ
शीतप्रभा। प्रश्न नम्बर 75 लिखु नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ हेमगङ्गा। त्यसै गरी प्रश्न नम्बर 76 मा रहेको छ इन्द्रावती नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ सत्यवाहिनी नदी। प्रश्न नम्बर 77 मादी नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ माण्डवी। प्रश्न नम्बर 78 कालीगण्डकी नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ कृष्ण गण्डकी। प्रश्न नम्बर 79 बुढी गण्डकी नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ यशोधरा। प्रश्न नम्बर 80 मा रहेको छ बबई नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ सरयू नदी। प्रश्न नम्बर 81 ककुमती नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ कर्मनाशा। प्रश्न नम्बर 82 दुधकोशी नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ प्रभावती। प्रश्न नम्बर 83 राप्ती नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ अचिरावती। प्रश्न नम्बर 84 महाकाली नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ शारदा नदी। त्यसै गरी प्रश्न नम्बर 85 मा रहेको छ कोशी नदीको संस्कृत नाम के हो? यसको सही उत्तर रहेको छ दामोदर नदी। प्रश्न नम्बर 86 दहीका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ भक्तपुर। प्रश्न नम्बर 87 छालाका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ दैलेख। प्रश्न नम्बर 88 कफीका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ गुल्मी। प्रश्न नम्बर 89 चियाका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ इलाम र झापा। प्रश्न नम्बर 90 हुक्काको नलीका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ बाङलुङ र डोटी। प्रश्न नम्बर 91 मुलाका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ चितलाङ। प्रश्न नम्बर 92 कालो टोपीका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ भक्तपुर। प्रश्न नम्बर 93 करुवाका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ पाल्पा। प्रश्न नम्बर 94 खुकुरीका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ भोजपुर। प्रश्न नम्बर 95 खुवाका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ ठेचो। प्रश्न नम्बर 96 चिउराका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ टिक्नी बोटे। प्रश्न नम्बर 97 काठको ठेकीका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ मकवानपुर। त्यसै गरी प्रश्न नम्बर 98 मा रहेको छ स्याउका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ जुम्ला र हुम्ला। प्रश्न नम्बर 99 उखुका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ धुनीबेसी। प्रश्न नम्बर 100 तेलका लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ खोकना।